ल यो बस्नु चाहिँ कहाँ बस्छ नि अहिले हेरौँ ल। लेट्स सी है। अब तपाईँहरूलाई थाहा भयो अनुसार चाहिँ अलरेडी फुटिङ यो बनाउनु आउँछ है सबैजनालाई। ल कपी गरौँ न त। हुन त यो सबै कुनै पनि चिज चाहिएन, पहिला यसलाई सबैलाई कपी गरौँ। सिओ इन्टर बिचको पोइन्टलाई क्लिक गरेर तपाईँहरूले लगेर राख्ने चाहिँ यही हो। यसरी यसरी लगाएर राख्नु, यसरी सबै ठाउँमा ल। अब अहिले म धेरै ठाउँ प्लट गरिदिनु, जुन जुन ठाउँमा आइसोलेटेड भएको छ त्यो ठाउँमा आइसोलेटेड राखिदिन्छु। यो ठाउँमा त आइसोलेटेड छ, प्रायः प्रब्लम छैन। त यो साइडहरू टसाएको भएर त्यो साइडतिर अलिकति समस्या छ। यो चाहिँ सबैलाई मैले के गरेँ भने डिलिट गरेँ। यो पनि अब छोट्याइदिएँ ल। ल यो यहाँ जान्छ। त्यो कलमको बिचबिचमा लाइन क्रस गर्नु भएन है साथीहरू। काम चाहिँ एकदम फाइन गर्नु, क्लियर। अब हेर्नुहोस् न, यो यता जाने भइहाल्यो। तपाईँको यो साइड लेफ्ट साइड टसाएको छ है, कहाँ समाएर कतातिर छार्ने भन्ने कुरा छ। अब यो सिलेक्ट गरौँ पहिला, यति भागलाई बिचकोलाई छोड्यौँ, हामीले मुभ गऱ्यौँ है। यो पोइन्टलाई लिएर सर्लक्कै यहाँलाई राख्नु, बुझ्नु नि कुरा। अरू कुरा त्यस्तै हो, यो लाइन पनि भएन, यो पनि भएन। यो तानेर यहाँ ल्याऊँ, यो तानेर यहाँ ल्याऊँ। अरू कुरा त ट्रिम गरौँ, यो पनि ट्रिम, यो दुईटा ट्रिम गऱ्यो हामीले। यो ट्रिम गरेर अनि यो सबैलाई के गर्यौँ, डिलिट। कुरा बुझ्नुभयो? मैले जे गरिरहेको छु बुझिरहनु भएको छ है। अनि यहाँ स्ट्राप बिम आउँछ यो ठाउँमा ल, यही हो नि त। अब सबै यो तलतिरको पनि त्यही टेक्निक हुन्छ होइन, मैले भन्नुपर्छ होला त, पर्दैन है। भनेपछि यो स्ट्राप हो, यो सेट, यो ठाउँ सबै स्ट्राप बिम हो। यो है, यो स्ट्राप हो। तपाईँले देखिहाल्नु भयो, यो स्ट्राप हो। यो ठाउँ चाहिँ स्ट्राप हो। 12 इन्चको बिम थियो, 12 इन्चको के छ, स्ट्राप छ। तपाईँ यो सबैलाई सेलेक्ट गर्नु, कपी गरिदिनु, पोइन्ट लिनु, अलिक पर जाऊँ। तपाईँले काट्न समस्या भएको भन्नुभयो होइन। एकचोटि याच इन्टर 0.5 डिस्टेन्स 10 याच इन्टर 0.0 होइन। यो कतै क्लिक गरेर अलिकति पर गएर फेरि क्लिक गरौँ। फेरि के गर्यौँ भने याच इन्टर 50 त्यसपछि 10 यसरी चाहिँ हामी राख्छौँ। अब यसलाई मुभ गर्न त मिल्छ है, क्लियर छ नि होइन। कन्स्ट्रक्सन लाइन कोरौँ भर्टिकल, कहाँबाट हुन्छ, यो पोइन्टबाट पनि लाइन, यो पोइन्टबाट लाइन, यो कलम हो नि त। यो पोइन्टबाट यो पोइन्टबाट यो कलम हो नि त। इन्टर गऱ्यौँ ओरिजिनल, यो राख्नु त मिल्छ बेस पोइन्ट होइन। तपाईँहरूलाई मैले फोटो पठाएको थिएँ होइन अस्ति, त्यो फोटो हिजो भनौँ न होइन, तपाईँहरूले पठाउनु पनि भएको थियो खिचेर। त्यो सँगसँगै यो एक्सकाभेसन पार्ट पनि हेरौँ है त। एक्सेल इन्टर भी इन्टर। म यो ठुलो लाइनहरूलाई त तत्काल चाहिँ के गरिदिन्छु भने चाहिँ त्यो लाइन वेटलाई चाहिँ अफ गरिदिन्छु ल। त्यो भएपछि यो सानो सानो लाइन भयो नि त होइन। कन्स्ट्रक्सन लाइन भर्टिकल सबभन्दा बाहिरको खनेको ठाउँ जाउँ। यसको यो, यसको यो, यसको यो, यसको यो, ए नि त। नो डाउट अब यहाँदेखि स्टार्ट हुन्छ कि तपाईँहरूको त्यो बिचबिचको के हो, यो छेउको पिलर हो है साथीहरू, छेउको पिलर हो। यो बिचको भनेको तपाईँको पिलर हो, कलिममै छ। यिनीहरू भनेको चाहिँ पिलर होइन। यसलाई चाहिँ फरक कलरमा राखिदिएँ मैले, त्यो गऱ्यो भने केही फरक होला। तपाईँलाई थाहा छ कि सोलिङको थिकनेस कति हुन्छ, कति हुन्छ सोलिङ थिकनेस? 2.5 इन्च होइन। तपाईँको पिसिसी 3 इन्च मिनिमम हो कि होइन। तपाईँलाई फुटिङको बारेमा चाहिएको हो, यो त इन्टायर तपाईँको यो यसको डेप्थ पनि पुरा तलसम्मै हुन्छ क्या। तपाईँको यसको पनि त खाल्डो त खन्नु पर्ला नि त होइन। हो खाल्डो त खन्नु पर्ला, तर त्यो खाल्डोको डेप्थ फुटिङकै बराबर हुन्छ। हो त्यही भएर तपाईँहरूले के गर्नु मिल्छ भने म तपाईँहरूलाई यहाँनिर भन्छु, तपाईँहरूले यदि राम्रै नै काम गरिरहनु भएको छ भने चाहिँ यो छिनाइदिनुहोस् है। यो हुँदैन, यहाँ किन हुन्न ल भन्नुहोस् त आफै। यसको डेप्थ बराबरी हुन्छ क्या। हो एक्सकाभेसन डेप्थ हिजो हामीले त्यो भनेको फोटो अनुसार त यही हो नि त। यहाँ नि लाइन हुन्न, यहाँ नि हुन्न। तर अब हिजो हामीले डिलिट गरेको थिएनौँ होला, तर तपाईँले बुझ्दै जाँदाखेरि त यहाँ लाइन भयो भने त स्ट्रापको डेप्थ छ अप डाउन भयो नि त। हाम्रो चाहिँ स्ट्रापको र फुटिङको डेप्थ बराबरी हुनु भनेको मतलब यो हो। यो पर्पजमा चाहिँ त्यो काम लाग्छ। अब ठिक छ, यो अनुसार जाऊँ न त। यो ट्रिम गऱ्यौँ, यो पनि ट्रिम गऱ्यौँ, यता पनि जाऊँ, यो ट्रिम गऱ्यौँ, यो फुटिङको पार्ट हो, यताको पनि ल। तल सोलिङ र पिसी चाहिँ होइन त। अब तपाईँलाई फुटिङको डेप्थ कति हो थाहा छ?
1 फिट 6 इन्च होइन त 450 भनेको 1 फिट 6 इन्च टोटल डेप्थ तपाईँलाई एक्सकाभेसन डेप्थ 5 फिट है सबभन्दा तलबाट तपाईँलाई 1 फिट 6 इन्च चाहिँ के रहेछ यसको हाइट डिपिजी लेभल होइन त त्यही भएर अब तपाईँ त्यो त्यत्रो जानै पर्यो भने फुटिङको डेप्थ भनेको त्यो रेन्जमा छ तल तल छ है फुटिङको डेप्थको रेन्ज अब म तपाईँहरूलाई भन्छु अब यो बिचको तत्काल उडाइदिए पनि हुन्छ फुटिङमा स्लोप हाल्ने होला नि साथीहरू 6 इन्च गर्नु अफसेट गरेर 6 इन्च यो बाहिरपट्टि आउने यसको दुवै साइड जाने स्लोपको लागि होइन त 1 फिट 6 इन्चकोमा हामीले तल लोवर डेप्थ चाहिँ 6 इन्च मात्र प्रयोग गरिरहेको थियो त्यही भएर हामीले चाहिँ यताबाट स्लोप यता ल्याउने अनि यताको स्लोप यता लाने यताको लागि चाहिँ के गर्ने भन्दा यहाँबाट स्लोप लगेर यहाँ राख्ने यही गरे होइन हामीले तपाईँलाई यसम्म समस्या छैन नि होइन यो क्लियर छ ल यो क्लियर छ यो क्लियर छ यहाँनिर अब स्लोप कटिङ गरौँ न त अब यहाँनिर पनि कटिङ गरौँ तपाईँको लागि त फुटिङ रेडी भयो नि होइन अब तपाईँलाई चाहिएको के रहेछ ल भन्नुहोस् कलिङको नि क्लियर कभर चाहिएको फुटिङको पनि क्लियर कभर चाहिएको अब त्यो तपाईँले स्ट्र्यापको डेप्थ राख्ने भए स्ट्र्यापको डेप्थ कति हुन्छ भन्दा स्ट्र्याप बिम यहाँदेखि सुरु गरेर यहाँसम्म जान्छ यही हो डेप्थ स्ट्र्याप यो यहाँसम्मै आउँछ अब तपाईँ डिटेली गर्दाखेरि यसको डिटेल भनेको चाहिँ त्यही हो ड्रइङमा चाहिँ तपाईँको रिबार देखाउने अफसेट गरेर 1.5 लेफ्ट राइटबाट यताबाट पनि तपाईँले बेन्ड गरिदिनु भयो त्यसको मतलब क्लियर कभर मेन्टेन गरिदिनु भयो बुझ्नुभयो नि कुरा क्लियर कभर बनाइदिनु भयो अब यहाँनिर पनि तपाईँले क्लियर कभर बनाउनु पर्यो यता पनि टिआर इन्टर गरेर यो लाइनहरू त काट्नु पर्यो है अब यो तलतिर छिराउने कुरो पनि भएन बुझ्नुभयो नि कुरा अनि मलाई यतापट्टि पनि खै कता कता के फुटिङको त यहाँ अर्कै छ त होइन फुटिङको लाइन यो होइन हो यहाँबाट पनि फुटिङको लाइन छ फुटिङको लाइन त बनाउनु पर्ने रहेछ केही छैन स्ट्रेच हानिदिउँ न त यहाँदेखि सिलेक्ट गरेर यो डिसेलेक्ट गरौँ स्ट्रेच गरेर यहाँ पुर्याए सकिन्छ नि होइन अब यतापट्टिको लागि पनि स्ट्रेच गरौँ न सर भन्ला स्ट्रेच गर्न मिलिहाल्छ यो पोइन्ट लिएर यहाँ जाउँ ल यता पनि स्ट्रेच गर्ने हो नगरौँ होला यता चाहिँ किन नगर्ने होला सर किनकि त्यो फेस चाहिन्छ नि त त्यहाँ पनि होइन ल यो चाहिँ यो पार्ट भयो तलतिरको यो काट्दिउँ ल फुटिङको एक्ज्याक्ट लाइन है यो ल फुटिङको डेप्थ त्योभन्दा माथि देखिरहनु परेन यसको पनि केही गर्नुपर्छ भने यही काट्दिउँ योभन्दा माथि यो चाहिँदैन ल क्लियर छ अब तपाईँको फुटिङको क्लियर कभर चाहियो अफसेट 2 इन्च होइन त यहाँबाट 2 इन्च यताबाट 2 इन्च तलबाट 2 इन्च होइन त अब तपाईँको यहाँनिर छ तपाईँको बिमको जो डन्डी छ बिमको डन्डी चाहिँ अब फुटिङको जालीभन्दा माथि वा सँगै राख्दा हुन्छ तर त्यो हिसाबले हेर्दा बिमको क्लियर कभर चाहिँ बेसी देखिन्छ 1 इन्च मात्रै हुनुपर्ने ठाउँमा 2 इन्च देखिन्छ नि त अब त्यसले चाहिँ अब तल साइडमा केही फरक नपर्ने गरेर राख्नु पर्यो भनेपछि अब हामीले यहाँनिर पनि डन्डी काटिदियौँ त्यो ठाउँसम्म बस्नु भएन यो लाइन आएन हेर्नुहोस् है यसमा तपाईँहरू क्लियर हुनुहुन्छ होला म अहिले बिचको केही पनि राख्दिनँ है अफसेट गरेर 2 इन्च यताबाट राख्नेछु टिआर इन्टर यो काट्दियौँ हामीले है यो पनि यसरी गरेर हेर्नु त तपाईँले हिजो जसरी गरिरहनु भएको थियो त्यसरी नै गऱ्यौँ सी इन्टर टी इन्टर फर्स्ट टेन्जेन्ट सेकेन्ड टेन्जेन्ट रेडियसमा 0.8 हालिदिएको है हामीले एच इन्टर गरेर ह्याच गऱ्यौँ तर सोलिड तपाईँलाई एरे गर्न त आइहाल्छ सिलेक्ट गरेर कुन एरिया गर्ने रे रेक्ट्याङ्गुलर नम्बर अफ कलिङ कतिवटा पाथ एरिया गऱ्यो भने पाथ सिलेक्ट गर्नुपर्छ त्यही हो हुन्छ मजाले हुन्छ नहुने कुरै छैन एक्सप्लोड गरेर यो हटाइदिउँ ल हेर्नुहोस् त बन्यो यति बनिसकेपछि किन बनाइरहनुहुन्छ अर्को ठाउँमा बनाइरहनु पर्छ पर्दैन होला पोइन्ट लिउँ लगेर यहाँ लगेर राखिदिउँ होइन त यही बस्यो भने होइन यो यतापट्टि यहाँ क्लियर कभर यो यसको यो मिलायो भने आँखाले देख्नको लागि अलिक फरक देखिन्छ भने अलिअलि मिलाउनु नभए त्यति ठुलो प्रभाव पर्दैन तपाईँलाई आँखाले फिल हुँदैन नि त त्यहाँ त्यो ठुलो ग्याप भएको छ भनेर त्यो छेउमा चाहिँ यसरी मिलाउनु चाहिँ मिल्छ फिलेटमा रेडियस 0.8 होइन त साथीहरू बेन्ड गर्न जो साथीलाई कन्फ्युजन छ उनीहरूको लागि
फिलेटमा रेडियस जति अगाडि हालेको छ त्यति नै हाल्नुपर्ने अवस्था क्लियर छ है। हेर्नुहोस् त यो अलिअलि नमिले जस्तो भयो भने सार्नु होइन यसलाई, तर त्यो सँगसँगै यसलाई पनि अलिअलि सारिदिनु है। त्यो सँगसँगै यसलाई पनि अलिअलि सारिदिनु, तपाईँको आँखाले चाहिँ त्यो छुट्याउँदैन। त्यो यो र योमा त यति ठुलो फरक छ सर, यो त मिल्दै मिलेन, कोही भन्न सक्दैन त्यस्तो है। सक्छ त फरक भन्न सक्दैन किनकि आँखाले देखिँदैन। अब तपाईँहरूलाई यो त डन्डी आइ नै हाल्यो। एलडी मैले माथिबाट राख्नुपर्ने कुराहरू थियो होइन, एलडी तपाईँहरूले राखिहाल्नुहुन्छ नि होइन। अब एलडीको डिस्टेन्सको बारेमा मैले केही भन्नु पर्दैन होला तपाईँहरूलाई, पर्छ त। इरेज सोर्स अब्जेक्ट नो, टिआर इन्टर ट्रिम, यता ट्रिम यता ट्रिम यता ट्रिम। ल हेर्नुहोस् त अब मैले यतिकै ऱ्यान्डम राखेको है अहिले, एलडी भनेर नम्स देखाउनलाई मात्रै। मैले यताबाट पनि डन्डी बेन्ड गरेर ल्याउनु त पर्छ नि त मैले होइन। त्यसमा पनि मैले के गर्छु भने नर्मल टाइपको राख्नु पर्यो। अब यहाँ पनि कर्भ जस्तो अलिकति महसुस आउनुपर्ने भएको हुनाले मैले केही लाइन राखेर अफसेट गरेर के फिलेट गरेर रेडियस सर्टेन एफ इन्टर आर इन्टर कति रे 0.8 टाइपको यहाँ पनि यसो कर्भ जस्तो देखाउनु पर्यो नि त होइन। यहाँ पनि कर्भ जस्तो देखाउनु पर्यो, तर बिचमा टुट्नु चाहिँ भएन है फेरि, किनकि त्यो डन्डी त्यतैबाट कन्टिन्यू भएर आएको है। यो डन्डी पनि यहीँ कन्टिन्यू भएर जान्छ। अब तपाईँहरूलाई के छ त स्टिरअप प्रोभाइड गर्नलाई एफ इन्टर आर इन्टर, यो कर्भ स्टिरअप प्रोभाइड गर्ने हो, एल इन्टर गरेर यो पोइन्टबाट यहाँसम्म एरिया गर्न त मिल्छ नि होइन साथीहरू। रेक्टेङ्गुलर एरिया साथीहरू पाथ एरिया गर्नुहुन्छ भने गर्नु। तपाईँलाई चाहिएको के थियो कोल्युम होइन, हो र होइन कोल्युम जम्मा एउटा मात्रै, रो कतिवटा चाहिएको खै थाहा छैन है, ठ्याक्कै थाहा छैन। 4 इन्च सेन्टर टु सेन्टर ल होइन त। लास्टमा एक्सप्लोड गरिदिनु, यो चाहिँदैन होइन। तपाईँले यहाँनिर यत्रो चाहिँ तपाईँले सबै ठाउँमा रेडी गरिसक्नु भयो, रिङ रेडी गरिसके पछाडि तपाईँले त्यो त अर्को ठाउँमा पनि लानुपर्छ नि त होइन। कपी गरौँ, त्यो कपी गरेर तपाईँ यहाँ लानुहुन्छ। हेर्नुहोस् त बस्यो यहाँ, तपाईँलाई चाहिएको यहाँनिर के चाहिएको यो स्ट्याप बिम होइन, स्ट्याप बिमको डिटेल हो। स्ट्याप बिमको डिटेलको लागि अफसेट माथिबाट अब 1 इन्च बराबरी ग्याप मेन्टेन गर्नु चाहिँ 2 इन्च नै राख्नु है। यो डन्डी जाने भनेको यहाँसम्म जान्छ, यो जस्ट क्रस गर्छ कि यहाँ परसम्म पनि जानु पर्दैन, यो जोइन्ट कोल्युम क्रस गरे पुग्छ। त्यही भएर पहिला चाहिँ कोल्युम क्रस गरौँ, त्यहाँभन्दा पनि उतै लगेर बेन्ड गर्ने सोच्यौँ ल यहाँबाट। ल यो बेन्ड यहाँसम्म आउँछ, क्लियर कभरसम्म झर्छ कि, तर माथिको तल झरेको तलको माथि गएको चाहिँ फेरि फिल हुनुपर्छ। यो पनि पर जान्छ ल, यो पनि यहाँ टच हुन्छ, तर त्यो डन्डी पनि त तल बेन्ड भएर त आउँछ, तर देखिन्न नि त हो किन भन्नु त। यसको मात्रै होइन तलको पनि डन्डी छ नि त, तलको डन्डीलाई अहिले हामीले 2 इन्च नै राख्यो हजुर। यो ग्याप 2 इन्च नै राखिदिएँ क्या मैले, बराबरी ग्याप मेन्टेन गर्नु, नभए त बिमको जम्मा 1 इन्च मात्रै हो नि त होइन। बिमको 1 इन्च मात्रै हो हुन चाहिँ होइन, तर अब यसमा चाहिँ के त भन्दा डन्डीको लेभल अप डाउन होला नि त फेरि साइडमा प्रोभाइड गर्दाखेरि क्या। हामीले त पछि प्र्याक्टिकली काम गर्ने हिसाबले सोचेर राख्नु पर्यो नि त। हो अब त्यो 2 इन्च अफसेट दिइसक्यो हामीले, अब यताबाट यसरी बेन्ड हुने भयो है। यताको डन्डी चाहिँ हजुर ऱ्यान्डमली बेन्ड त हो होइन। तपाईँको जहिले पनि डन्डी देखाउँदाखेरि चाहिँ कस्तो हुनुपर्छ भने जस्तै एउटा कुनै बिम हो भने तपाईँलाई देख्नुपर्ने चाहिँ माथिको डन्डी चाहिँ तल बेन्ड भएको देख्नुपर्ने, तल बेन्ड भएको देख्नुपर्ने। हुन त अब एकै ठाउँमा हुन्छ, तर माथिको डन्डी तल बेन्ड भएको देख्नुपर्ने, तलको डन्डी चाहिँ माथि बेन्ड भएको देख्नुपर्ने क्या, देख्नुपर्ने ग्याप मेन्टेन। यो जतिसुकै होस् तर यो त तपाईँको प्र्याक्टिकली त सँगै टाँसेर बस्छ नि, माथिबाट यसरी आउँछ तलबाट यसरी आउँछ, यो त कहाँबाट हुन्छ त्यो होइन, एउटै कर्नरको क्या। तपाईँको जस्तो अब म तपाईँलाई सामान्य एउटा इक्जाम्पल दिन्छु होइन। यो एउटा बिम छ है, हेर्नु है त यो बिम छ होइन। अब तपाईँको यहाँनिर भएको डन्डी र यहाँनिर भएको डन्डीमा के हुन्छ ल, यहाँ तलको डन्डी माथिबाट बेन्ड भएपछि के हुन्छ, यस्तै हुँदैन यसरी हेर्दै यस्तो हुन्छ। ल अब यो के गर्ने यसलाई, त्यसरी देखायो भने त बुझ्दैन हामीले ड्रइङमा। अनि कसरी देखाउने त भन्दा हो यहाँनिर कति ग्याप त मिलाएर राखेको हुन्छ, ग्याप यति हुनुपर्छ, ग्यापै हुँदैन क्या एक्चुअलमा त। माथिको डन्डी तलको माथि बुझ्नलाई चाहिँ यस्तो गरेको है। यो बिम कट यो कोल्युम कटायो नि त होइन, जोइन्ट कटाइदियो नि होइन, यता पनि त जोइन्ट कट्यो नि त होइन, माथिको पनि तल जस्तो देखिनु पऱ्यो नि त होइन।
हो माथिको तल आस्तो सँगै टसाउँदा त नबुझ्ने भयो। हो तल आस्तो यसरी म देखाइदिन्छु, यहाँनिरको डन्डी काटिदिन्छु होइन। यो भएपछि के हुन्छ, यो डन्डी फरक हेर्नुहोस् है, यो कता छ अरे यो डन्डी ल। यसलाई चाहिँ यहाँ पनि ल्याऊँ ल। हेर्नु यो डन्डी फरक हो नि, अर्कै हो नि त। यो त स्ट्याप बिमको यो डन्डी हेरिरहनु होला है। यो पनि अझ ओरै ल्याइदिन्छु म। माथिको डन्डी तल, तलको माथि यो स्ट्याप बिम हो है। देखिरहनु भएको छ। यसलाई चाहिँ म कलर फरक गरिदिन्छु ल यसलाई ल। देखिरहनु भएको छ है। बुझ्यो है। ल यहाँ पनि कर्व बेन्ड गराइदिएँ, यो कुनामा पनि कर्व बेन्ड गराइदिएँ, अनि त्यसपछि यो कुनामा पनि कर्व बेन्ड गराइदिएँ। यो लाइनलाई चाहिँ अब यो खास अर्कै लाइन थियो है, यहाँदेखि ल त जोडिदिउँ न त अब के गर्ने ल। कुरो बुझ्यो। अब स्टिरअप चाहियो नि त यसलाई, हो कि होइन। हो स्टिरअप हुने बेला यो लाइन के खाँचो भन्नु न। राखिहाल्नु भयो भने तपाईँले हिडन लाइन मात्र राख्नु मिल्यो नि त। यो त यो लाइन अब तपाईँको के भनेर राख्नु, ट्रेन्च भनेछ शब्दमाथि ल। अब तपाईँले एलटिएस इन्टर गर्नुभयो, तपाईँले 20-25 कति राख्नुहुन्छ यसरी राखिदिनुहुन्छ। हिडन त त्यहाँ छ नि त, छ न त। अब तपाईँको स्टिरअपको ग्याप प्रोभाइड गर्ने तपाईँले होइन, तपाईँले लाइन यहाँबाट यता कतैबाट तपाईँले स्टिरअप त सुरु त गर्नु पर्ला। कलर फरक गरौँ न होइन, कसो एआर इन्टर गरौँ। रेक्टेङ्गुलर हो, कोलिम हो, खै 30वटा जति 35वटा कति जाला अब थाहा छैन। 4 इन्च ग्याप राखेर रोलाई एउटामा झार्यो। हेर्नु त पुग्यो त पुगेन नि। 50वटा राखिदिउँ न त, अलिकति धेर भयो छैन। एक्सप्लोर गर्नु त मिल्छ नि त। मैले के गर्नु खोजेको कुरा त बुझ्नु भयो नि तपाईँले। यस्तो अवस्थामा यसको करेन्ट सिचुएसनलाई मध्यनजर गर्ने भए यहाँनिर यो ठाउँमा यताबाट आएको बिमलाई के भन्छ भन्नुहोस् त। योबाट आएको यो बिमलाई के भन्छ, यो दुईटा बिमलाई। यो त बिमको डन्डी त यता कलिमलाई छेडेर जाँदो रहेछ नि त, जोइन्ट त क्रस गर्नु पर्यो नि। हो तपाईँले काट्दा त यहाँनिर काटे हो, हेर्नुहोस् यहाँ काटे हो, तर त्यो बिमको डन्डीले त यो कलिमै क्रस गरेर जाँदो रहेछ नि त। त्यो बिमलाई चाहिँ के भन्छ ल भन्नु त। योबाट आएको यो बिमलाई र यो बिमलाई के भन्छ सर, थाहै भएन। यसलाई भन्छ लोवर टाई बिम हो। लोवर टाइमको साइज कति हुन्छ, द्याट्स इट। सजिलो भएन हो। हामीले 9x9 इन्चको त अस्ति यहाँ बनाएर होइन त, यो हेर्नु त हामीले बनाएको है। हामीलाई के को डर छ होइन, झापामा हाम्रो घर छ भने टोलीहरूले कमेडीमा ल। हेर्नु यहाँदेखि ल, मैले अब नियर टु जस्तो गरेर राखिराख्न त होइन, तर यो सिधा लाइन तानेर राख्न त मिल्छ नि त। यहाँनिर यो लोवर टाई हो, हेर्नु तपाईँले यहाँबाट लगेर यहाँनिर राख्नुहुन्छ ल। यस्तो भयो। तपाईँको अप्पर टाई पनि त होला नि त होइन, अप्पर टाई राख्नु त सकिएला नि त यहाँनिर होइन। यसको पनि यो लेभलमा अप्पर टाई होला। क्लियर छ। अह हो, प्लिन फिल्म नै हो, प्लिन फिल्म नै हो त्यो। यो लाइनलाई चाहिँ यो बिचमा देखाइराख्नु जरुरत छैन, यसलाई पनि यो बिचमा देखाइराख्नु जरुरत छैन। तर के चाहिँ गर्नु भने ग्राउन्ड लेभल हो भनेर चाहिँ भनिदिनुहोस् है। ग्राउन्ड लेभल हो भनेर चाहिँ भनिदिनु हजुर। लेख्नु न आफै, यो त मैले लेखेर देखेको छ होइन। डिएलआई हाइट देखिँदैन यहाँ, त्यसमा खोल्नु पर्यो। यो खोलेर हेर्ने नि, यो नापेर हेर्ने तलको। सर यो के होला त सर, थाहा भएन यो के होला। खै सर यो त हामीले बिर्सिसक्यौँ सर। यो 2.5 इन्ची मात्रै प्रोभाइड गरेको थियो सर, 3 इन्ची देखायो। हजुर हजुर, नाप्नु यो है। यो माथि त्यहाँ बिम डबल बिम भयो त चाहिन्छ त। नेक्स्ट हुँदैन, नेक्स्ट हुँदैन, चाहिँदैन।
के टसारे बिम बस्ने नि यहाँ बिम राख्यो भने त यहाँ त टाँसिने भयो नि त यहाँ बिम राख्यो भने त साथीहरूले यहाँ टाँसिन्छ ल बिम त यसरी पो आउँछ त ओ राम 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 यो ठाउँको ठाउँ यो दुई दुईवटा बिम टाँसेर के गर्ने अप्पर त चाहिहाल्यो होइन यो क्रस सेक्सन मात्रै देखाउन ला हो कि तपाईँले फ्रन्टबाट हेर्दा त इलिभेसनबाट हेरिहालिन्छ नि काटेर मात्रै देखाउनु पऱ्यो क्या देखाउनु भयो भने पनि डम्मी मात्रै देखाउनु पर्यो यो कुरो बुझ्यो अब तपाईँहरूलाई क्वेसन आइरहेको के हो भन्ने कुरा मलाई थाहा छ तपाईँ यहाँ काट्नु पर्यो भने कसरी काट्ने ल भन्नुहोस् यो यसलाई यो काट्नु पर्यो भने कसरी काट्ने तपाईँले काटेर उता हेर्नु पर्यो भने कसरी हेर्ने ल भन्नुहोस् उस्तै हुन्छ कि केही फरक हुन्छ ल भन्नु बडो ध्यान दिएर तपाईँ यसरी काट्नु पर्यो के छ त जिन्दगानी हो स्लोप देखिन्न अलिक विचार गर्नु ल के रहेछ ल तपाईँहरूले गर्नुहुन्छ मलाई थाहा छ यसो हल्का तपाईँहरूले अलिकति दिमाग लगाइदिनु पर्यो तपाईँहरूकोमा यहाँ माइनर चेन्जेस भनेको ल म भनिदिन्छु यो हुँदैन यो र यो हुँदैन अरू के हुन्छ भन्दा यहाँनिर स्ट्राप बिम आउँछ यहाँनिर हिजो मैले लेखिदिएको छु नि तपाईँहरूले बिर्सिनु भयो सर हामीले बिर्सिहाल्यौँ भन्नुहुन्छ भने आफूहरूले नै फोटो हाल्नु भएको छ ऊ खै कता गयो त्यो अर्कोवाला थियो नि एउटा अर्को पनि बनाएको थियो जस्तो लाग्थ्यो मलाई यहाँनिर बिम आउँछ कि यहाँनिर मतलब के हुन्छ भने तपाईँको सबै चिज हुँदाहुँदै पनि एउटा चिजमा चेन्जेस भनेको यहाँनिर बिम आउने भयो अब सर्लकको पर्तिर लगेर राख्नु पर्यो भने यसलाई कपी गरेर हाम्रो सजिलो त सजिलो छ नि होइन उपाय के होइन हामीलाई त के टेन्सन भयो त होइन सजिलो छ यो यही पोइन्टलाई ल्याएर यहाँ राखिदिउँ न त ल एउटै लाइनमा छ अब धेरै भयो भने यो सर्ने रहेछ होइन धेरै भयो भने यो यता सर्ने त हो नि यो त सर्लकै सेटै बोकेर जुरुकै बोकेर आउँदा हुँदो रहेछ होइन अरू कुरा त्यस्तै हो फुटिङको भाग चाहिँ नछुटाऊँ न होइन सर के गरिन्छ होला र सर भनेर भन्ला यो त सजिलो पो रहेछ मुभ गरौँ न टक्क यो पोइन्टलाई लिएर यहाँ लिएर आउँ ल उही कपी मात्रै पो भएछ त होइन म यो मात्रै सेलेक्ट गर्दिनँ ल अरू म यो सबै सेलेक्ट गरेर डिलिट गरिदिन्छु ल काम सकिएन अब हेर्नु त स्लोप त भइ नै हाल्छ स्लोप त यता पनि थियो नि होइन यो त छँदैछ यो त मैले भनिरहनु पर्दैन तपाईँलाई कपी गरेर यो पोइन्टलाई लगेर गएर होइन त यसरी बस्ने है यो अलिकति एजमा जाने भयो 6 इन्ची सारिदिउँ न त म 6 इन्ची ल त ल हेर्नुहोस् त यो त आइहाल्यो नि होइन हो अब यो चिज हुँदैन के यो टाइबिम भन्ने ठाउँमा चाहिँ टाइबिम भएन क्या अब टाइबिम भएन के हुन्छ त सर हो अब म तपाईँहरूलाई अहिले डम्मी रूपमा मात्रै भन्छु यो ठाउँमा स्ट्र्याप हुन्छ कि यो ठाउँमा ल यो छ नि यसलाई फरक कलर राखिदिउँ ल हेर्नु त यो ठाउँमा डम्मी स्ट्र्याप राख्नु किनकि यो ठाउँबाट स्ट्र्याप बिम पास हुन्छ क्या डिटेल देखाउनु पर्दैन यो भित्रको भित्रको त भइरहोस् यो डम्मी भनेर देखाउनु यता पनि देखाए भइहाल्यो नि यहाँ नि आउने हो यही हो नि त यहाँनिर पनि यता पनि आउला नि त यो पनि त्यसै कलरमा राख्ने होला ल सकिन्छ होला होइन त यो स्ट्र्यापै हो नि त यो अब त टाइमिङमै चाहियो नि त्यहाँ त स्ट्र्याप हो जतै स्ट्र्याप तपाईँ यहाँ हेर्नु भने यो पनि स्ट्र्याप यो पनि स्ट्र्याप यो पनि स्ट्र्याप भएपछि के गर्ने त त्यस्तो भयो
कुरा बुझिरहेछ? ल ठिक छ, अब त अगाडि बढ्ने होला नि त। यसको पनि डिटेल देखाउन थाल्यो भने पुरै नबुझिएला कुराहरू होइन, किनकि कलिमको पनि बिमको पनि फेरि अर्को बिमको पनि तिनवटा चिजको एकै ठाउँ डिटेल देखाउन त गाह्रो हुन्छ। लोड टाइपिङ हजुर, लोड टाइपिङ नआएको हामीले यहाँ स्ट्राप बिम भएर यो पनि स्ट्राप हो, यो पनि स्ट्राप हो, यो पनि स्ट्राप। लोड टाइपिङ भएर अब यहाँनिर के थियो, यो स्ट्राप थियो, तर यो र यो त लोवर टाइपिङ हो नि त, यो र यो हो। त्यो लोवर टाइपिङ भएको कारणले गर्दाखेरि ऊ यहाँनिर लोवर टाइ यो आयो, यो आयो, त त्यहाँ त छैन यसमा। यहाँ चाहिँ किन अब देखाउन सकिँदैन भन्दा अब फुटिङको पनि डिटेल त्यहीँ छ, स्ट्राप बिमको एउटाको त्यहीँ छ, फेरि अर्को स्ट्राप बिमको पनि डिटेल देखाउन त सकिँदैन, गाह्रो हुन्छ। त्यस्तो भयो हजुर हजुर। ए सेभ भइसक्यो, सेन्ड गरिदिउँ? ल ठिक छ, आज मजाको ट्राई हुने भयो साथीहरूलाई, मजाले गर्नु ल, यो सानो सानो कुराहरू त थाहा पाइरहनु। ओके। पोइन्टमा DWG ब्रोडर इन्फोसिस 3 PM भर्चुअल। त आफै भइस् त आफ्नो